हेलो गाइज, गुड मर्निङ। न्यू डे न्यू ब्लगमा स्वागत छ तपाईहरु सबैजनालाई है। र आज हामी फेरि घुम्न निस्किँदैछ र सधैँभन्दा आज अलिकति ढिलो भएको छ है, किनभने रुम सिफ्ट गर्दा। सो आज चाहिँ हामी जानेवाला छ लोटस टेम्पल है, र त्यहाँदेखिको हामी जानेवाला छ उयो मेज के पो भन्छ त्यसलाई, त्यो चाहिँ अब हेर्नुपर्छ। फर्स्ट लोटस टेम्पल गएर कति हुन्छ लोटस टेम्पल जाने हो, त्यहाँदेखिको चाहिँ कहाँ हुन्छ त्यहाँदेखि देखाउँदै गर्छ। र आजको ब्लग पनि एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। कतिवटा जग्गा हामी लानेछौँ तपाईँलाई, र एन्डसम्म हेर्नुहोस् होला। बाई। सो गाइज, तपाईँहरूलाई अमृतसरको ब्लग पनि राम्रो लाग्यो होला, वी होप है। अन्त धेरै धेरै माया दिनुहोस्, सपोर्ट गर्नुहोस् है, र फलो गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् है। आजको भ्रमणमा भने चाहिँ तपाईँलाई पहिलो पोइन्ट ल्याएको छ हामीले एकदमै फेमस है, एकदमै चर्चित दिल्लीको लोटस टेम्पल। सो आज हाम्रो फर्स्ट भिजिट, तपाईँहरूले पनि त हेर्नुहोस् होला भित्र होइन। सो यस गाइज, आज फर्स्ट हाम्रो जग्गा छ है लोटस टेम्पल। हामीले मन्दिरको दर्शन त गऱ्यौँ है भित्रनिर। सो भित्र चाहिँ कस्तो रहेछ भनेर पिस मेडिटेसन जाने रहेछ, हामी आफ्नो मनलाई शान्ति गर्ने ठाउँ रहेछ। नो नोइज इज नट अलाउड होइन, तपाईँहरूले कुनै पनि यहाँनिर बुक्सहरू पढ्नु सक्नुहुने रहेछ हो। त्यहाँनिर धर्मको बारेमा रहेछ, र यहाँनिर मेन धर्म चाहिँ बाहेक धर्मलाई भन्नुहुँदै थियो है, यहाँ बुझाउनु हुँदै थियो। सो यहाँको अरू इन्फर्मेसन म के दिन्छु भने चाहिँ यहाँ आउँदाखेरि चाहिँ मोबाइल फोन नट अलाउड होइन, भित्र फोटो खिच्नु नट अलाउड, बाहिर चाहिँ अलाउड छ हो। र आउँदाखेरि चाहिँ तपाईँको जुत्ता चाहिँ नट अलाउड है, जुत्ता चाहिँ एउटा ब्यागमा बोकेर चाहिँ ब्याग सँगसँगै घुम्नु पर्दो रहेछ। र जब मन्दिरबाट बाहिर निस्किन्छ तब चाहिँ तपाईँको जुत्ता लगाएर घुम्दा चाहिँ हुने रहेछ हो। सो अरू सबै राम्रो लाग्यो। र यो लोटस टेम्पल चाहिँ मलाई याद थिएन कि मार्बलले बनेको हो भनेर। सो मार्बलले बनेको रहेछ है, र भित्र पनि यति साह्रो पिस रहेछ है, र वरिपरि चाहिँ तपाईँको पानी रहेछ है, फ्लावरको सेपमा रहेछ लोटस टेम्पलको बाहिरपट्टि चाहिँ। सो त्यसमा चाहिँ तपाईँको पानी रहेछ, देख्न सक्नुहुन्छ उकालोनिर है। सो गाइज, अनि भित्र चाहिँ जाँदाखेरि है एकदमै लाइनमा एकदमै लाइन वाइज पस्नु रहेछ, र एकदमै हल्ला चाहिँ एकदमै बन्द। भित्र गएर चाहिँ केही छैन, भित्र चाहिँ खाली छ हल, खाली हल छ, प्लस खाली चेयरहरू बस्ने बेन्चेसहरू मात्रै छ। त्यसमा चाहिँ सबैलाई लाइन वाइज हालेर एकछिन बस्यो, मेडिटेट गर्यो है, एकछिन प्रेयर गर्यो आफ्नो मनबाट। र भित्र चाहिँ कुनै मूर्ति छैन, कुनै पोस्टर छैन, केही पनि छैन, खाली छ, खालि बेन्चेसहरू मात्रै छ। भित्र बुक्सहरू छ, पढ्नु लागि बुक छ। अनि तपाईँहरूलाई केही जान्नु मन पऱ्यो भने चाहिँ यहाँ बाहिर है, यहाँको इन्फर्मेसन भन्ने त्यहाँ बसेको हुँदोरहेछ, उसले भन्नुहुँदैछ। सो भित्र चाहिँ एकछिन बस्यो, आफू मनको शान्ति गऱ्यो, मेडिटेट गऱ्यो, अनि बाहिर निस्क्यो। त्यति नै गर्यो। मलाई मार्के यहाँ चाहिँ मेरो आएको छ डोसा, प्लेन डोसा खाएको है। फर्स्ट टाइम आएर यहाँ बाहिर आएर अर्डर गरेको प्लेन डोसा खाने। सो आजको लन्च चाहिँ हाम्रो छ, मेरो त छोले भटुरे हो, म त यस्तै मनपर्छ। भाइले नि खाँदैछ। गुड। गाइज, अहिले भने चाहिँ हामी हुमायूँ टम्बमा आइपुगेको छ, हेर्नु है, जुन चाहिँ हामी स्कुलमा पढाइ नै बस्थ्यो। र आज चाहिँ मैले लाइभ देख्दैछु। सो यहाँ हेर्नुहोस्, यो चाहिँ काइन्ड सिमिलर ताजमहल जस्तै रहेछ है, तर वेरा ताजमहल चाहिँ सेतो, तर यो चाहिँ अलिक रातो रातो भएको कारणले गर्दा चाहिँ हुमायूँ टम्ब है। र यो टम्ब चाहिँ दिल्लीभित्र नै छ, टाढो जानु पर्दैन रहेछ है। सो नियर टु दिल्ली। सो दिस इज इट, यहाँ देख्नु
उत्तिकै राइट ह्यान्ड साइडमा। सो यो चाहिँ ईशा खानको टम्ब रहेछ पछाडि है, जुन चाहिँ खोजेर फेरि निकालेर मतलब यसलाई फेरि बनाएको रहेछ है। पछाडि रहेछ है, कलरफुल छ यो चाहिँ, अझै एकदमै कलरहरू लागिरहेको छ है अहिलेसम्म पनि। सो वरिपरि चाहिँ यस्तो छ। यहाँ चाहिँ इन्ट्री गेट रहेछ। गाइस यहाँभित्र टम्बभित्र पस्ने इन्ट्री गेट रहेछ यहाँ। सो गाइस यहाँ यस्तो रहेछ, यहाँबाट बाटो रहेछ माथिल्लो तल जाने। र यहाँ चाहिँ टम्ब बनाएको रहेछ, ईशा खानको टम्ब। सो गाइस यहाँ चाहिँ मस्जिद थियो रहेछ पहिला है, र यहाँ चाहिँ कुवा पनि रहेछ छेउमा। यहाँ कुवा रहेछ र यो चाहिँ मस्जिद थियो रहेछ। कुवा चाहिँ गाइस कुवा चाहिँ यस्तो छ डल्लै पल्को रहेछ है। सो यहाँभित्र चाहिँ मस्जिद रहेछ। यहाँभित्र पस्ने जग्गा रहेछ, पस्ने माथि पस्ने डर लाग्यो। अम्बो गाइस जाने जग्गा चाहिँ रहेछ, तर अलिक साइको लाग्यो मलाई पनि। सो गाइस यो टम्पकै अगाडि चाहिँ यहाँ अत्रो कुवा रहेछ, अल्गो रहेछ गहिरो। सो गाइस यो जग्गा नि एकदमै दामी लाग्यो है, सधैँ पढिआएको पढाइराखेको है, त्यसले गर्दा पनि होला एउटा हामी चाहिँ अगाडिदेखि नै यो जग्गाहरूसँग है दिल्लीको फोर्टहरूसँग कनेक्टेड छौँ, त्यसले गर्दा नि होला स्पेसियल फिल हुँदैछ है यो जग्गाहरूमा होइन बुनु? यस गाइस एकदमै मजा आउँदैछ हो। सो मलाई चाहिँ के अचम्म लाग्यो पहिलाको मान्छेहरूले कसरी बनायो होला भन्ने फिल भयो। कसरी उनीहरूको दिमागमा आयो होला, सबै चिजको प्लान हुन्छ नि अब। मलाई चाहिँ एकदमै अचम्म लागेको चिज चाहिँ यो ढुङ्गाहरू जुन चाहिँ यो बोकेर ल्यायो प्लस यो काटेको क्या। सो यो काटेको ढुङ्गाहरू चाहिँ मलाई एकदमै छनकसँग एकदम फाइन कटिङ छ क्या। सो यो काट्ने चाहिँ त्यो टाइममा मसिन पनि थियो कि थिएन होइन, मलाई त थियो जस्तो लाग्दैन, तर त्यही चाहिँ अचम्मको कुरा लाग्यो है। सो एकदमै दामी जग्गा है भनौँ, र स्पेसियल फिल भएको कारण त्यही हो, हामी कनेक्टेड छौँ अगाडिदेखि। अगाडि पढेको पढाइ पनि रहेको होइन, त्यसले गर्दाखेरि हामीलाई लाइभ विटनेस गर्नु पर्ने एकदमै स्पेसियल फिल हुँदैछ होइन। दामी गाइस दामी जग्गा, प्लिज नआउनुहुनेहरू चाहिँ आउनुहोस्, भिजिट गर्नुहोस् यस्तो जग्गाहरू थियो। सो गाइस हुमाई टम्बको मेन चाहिँ यहाँ रहेछ हो, र यसको सिधै माथि चाहिँ यस्तो यो रहेछ। आई डोन्ट नो यो पानी छुने हो कि के हो होइन, तर यस्तो रहेछ माथि चाहिँ चेनले बाँधेको। र मेन चाहिँ तपाईँको यहाँ रहेछ हुमाई टम्ब। सो गाइस आज हम खड़े हुमाई के टॉम के बिल्कुल सामने, माइकल जैक्सन टी वाले के सामने, जो कि वर्ल्ड फेमस है। तो आज हमें हमारा भी भाग्य खुल गया चाय खा के। तो भैया जी कितने साल से? 4 साल। 4 साल से। तो माइकल जैक्सन टी वाले हमें आज अदरक वाली चाय पिलाने वाले, जो कि एकदम उछाल के बनाते हैं। सो गाइस आजको दिन पनि बितिहाल्यो है, हामीले डिनर सिनर गरिसक्यो है। अब फेरि डिनर चाहिँ तपाईले गर्ने होला, डिनर चाहिँ गरे।
अब फेरि सुत्नुपर्छ र भोलि फेरि एक जग्गा है अरू जग्गाहरू तपाईँहरूलाई एक्सप्लोर गराउँछौँ। सो यो भिडियो सँगै आजको ब्लग पनि एन्ड गर्दैछौँ। सो सी यु इन द नेक्स्ट ब्लग है। र ब्लग चाहिँ ढिलो ढिलो आउँछ है, किनभने टाइम पाएको छैन एडिट गर्ने। सो यस गाइज, गुड नाइट।